जिन्दगीको लामो समयसम्म अडिरहन र नरम बनेर कठोर नबनेर रहन महत्त्वपूर्ण रहेछ जीवनमा। त्यस्तै एउटा टुक्का म एउटा सानो भन्न के चाहन्छु भने एउटा सन्त र उसको चेलाको बिचमा जब सन्त बिरामी जस्तो भएर ऊ जब मर्ने बेला स्थितिमा आयो, उनले एउटा के सोच्यो भने म एउटा ज्ञान दिएर जान चाहन्छु भनेर। अनि उसले के भन्यो भने एउटा चेला साधुलाई एउटा बोलाएर उसले भने तिमीहरू मध्येमा कोही एकजना मेरो नजिक आऊ भनेर भन्यो। अनि उसले एकजना साधु उसको नजिक आएर भनेर उसले आफ्नो मुख गरेर खोलेर देखाइदियो र उसले सोध्यो के देख्यौ त तिमीले मेरो मुखको भित्र भन्दाखेरि उसको त्यो चेला साधुले के भन्यो भने तपाईँको त कुनै पनि मुखभित्र दाँतै छैन भन्यो। अनि सन्तले हाँसेर भने ए दाँत छैन तर मेरो गिजा त विद्यमान छ नि, गिजा त छ नि मेरो भन्यो। अनि सोद्धाखेरि अनि चेलाले फेरि के जवाफ दियो भने गिजा चाहिँ छ। अनि कसरी गिजा रह्यो दाँत चाहिँ गयो होइन? गिजा त पहिला आएको थियो, पहिला आएपछि त पहिला त गिजा जानुपर्ने थियो नि, दाँत त पछि आएको, दाँत पहिला किन गयो गिजा किन गएन भनेर भन्यो। अनि त्यसका सन्तले के जवाफ दियो भने खै यसको विषयमा मलाई केही पनि थाहा भएन हजुर, मैले त बुझ्दा पनि बुझेन। अनि सन्तले उसलाई मैले बोलाएको कारण यही हो तिमीलाई एउटा बुझाउनुको लागि, देख्यौ यो गिजा कस्तो छ त नरम छ, त्यसकारण नरम भएको हुनाले यो लामो समयसम्म रहिरह्यो। दाँत एउटा कठोर थियो, उसभित्र एउटा घमण्ड थियो, त्यसकारण चाँडै ऊ गइहाल्यो। त्यसकारण जीवन पनि हामीले के गर्नुपर्छ, नरम कोमल बनाउनुपर्छ हाम्रो जीवन पनि। अनि लामो समयसम्म हामी जान्छौँ, कठोर भयो भने हाम्रो जीवन पनि चाँडै खतम हुन्छ। सो मोरल अफ द स्टोरी यही नै हो, हामी नरम बनेर कठोर नबनौँ भन्ने यही नै एउटा नेपालको सबैभन्दा टुक्का हो। यो चाहिँ सबैले हामीले लागू गरौँ र हाम्रो जीवन अलि लामो बाँच्न हामीले उच्चतिर विचार गरौँ, यति नै भन्न चाहन्छु। धन्यवाद। म सुरेन्द्र जङ थापा।